आज फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले रोस्टमबाटै सम्बोधन गरेर परदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ उहाँहरूको आँखामा आँसु ल्याइदिनु। आजको संसदको जनादेशका वास्तविक रचयिता हुनुहुन्छ वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू। विदेशमा आजसम्म सबै तपाईहरूले पठाएको रेमिटेन्सको कुरा भयो, तर आज म पैसाको होइन तपाईहरूले तिर्नु भएको व्यक्तिगत मूल्यको कुरा गर्छु। परिवारबाट अलगिनु भयो, आमा बुवाको साथ गुमाउनु भयो, कलिला छोराछोरीको बाल्यकाल गुमाउनु भयो, चाडपर्वको रमाइलो, परिवारको माया, आफ्नो गाउँघरको न्यानोपन गुमाउनु भयो। कतिले आमा बाबुको मृत्युमा काँध थाप्न पाउनु भएन, कतिले सन्तानको पहिलो पाइला देख्न पाउनु भएन। आज म यहीँबाट क्षमा याचनाका साथ स्वीकार गर्छु, यो देशले तपाईहरूको त्यागको उचित सम्मान गरेन। अब तपाईहरूको पीडा केवल कथा बन्ने छैन, नीति बन्नेछ, राज्यको प्राथमिकता बन्नेछ। कति मन जित्नुहुन्छ हो रवि दाई, कति मन जित्नुहुन्छ। हजुरले मात्रै ठेक्का लिनु भएको छ नेपालमा सबैको मन जित्ने। कहिले काहीँ त यस्तो लागोस् न, आज रवि दाइले के बोल्नु भयो होला यस्तो भन्ने लागोस् न। छैन, जहिले पनि कुनै न कुनै कुराबाट, कुनै न कुनै शब्दबाट, कुनै न कुनै व्यवहारबाट मन जित्नै भएको छ। हजुरका ती बोली वचन सुनेर साँच्चीकै मन भकाइन्छ। नेपालको राजनीतिक इतिहासमा यतिको साथ र समर्थन सायद कसैले पनि दिएको छैन हामी परदेशीहरूको लागि। तपाईलाई मनैदेखि नमस्कार। हजुरले सोचेको जस्तो नेपाल, हजुरले चाहेको जस्तो नेपाल अवश्य बन्नेछ। हामी सम्पूर्ण परदेशीका नेपाली दाजुभाइ दिदीबहिनीहरूको आशीर्वाद र शुभकामना छ। हजुरले देखेको सपना अवश्य पूरा हुनेछ।